गाइस म चाहिँ अहिले चाहिँ भन्नुपर्दाखेरि ठ्याक्कै अहिले यो भिडियो किन बनाइरहेको भन्दाखेरि होइन म हाम्रो बाँके जङ्गल होइन अङ्कल यो बाँके जङ्गलको चोकमा छौँ हामी म सबै कुरा देखाउन गइरहेको छु सम्पूर्ण है। अनि यो चोकमा चाहिँ हाम्रो विशाल यो देख्न सकिन्छ यो बनिएको छ संरचना है। यो चाहिँ घारी पथन जाने बाटो सायद होला यो चाहिँ जहाँसम्म मलाई लाग्छ। अनि यो चाहिँ महेन्द्र हाइवे हो होइन। म चाहिँ यहाँ टक्क म यहाँ किन रोकेँ भन्दाखेरि यहाँनिर चाहिँ मैले सानो बिहान जाँदाखेरि चाहिँ बर्दिवास जाँदाखेरि चाहिँ एउटा भाइलाई भेटेको थिएँ जुन चाहिँ लाटो हुनुहुन्थ्यो। उहाँलाई चाहिँ मैले खाना खानको लागि यो होटलमा छोडिदिएको थिएँ र उहाँलाई मैले भनेको थिएँ पैसा आएर म दिन्छु तपाईँ खाना खुवाइदिनु भनेर उहाँले खाना खुवाएर उहाँलाई पठाउनु भएको छ। र उहाँको स्थिति ठिक थिएन त्यति बेला त हुन्छ नि बाइकमा पनि गयो 2-3 किलो झन्डै लड्नु भएको थियो होइन। मैले बिच बाटोबाट एकदम महेन्द्र हाइवेको बिचबाट उहाँ सुतिराख्नु भएको थियो र त्यस्तो अवस्थामा मैले उहाँलाई उठाएर ल्याएको थिएँ। त्यस्तै व्यक्ति एकजना यहाँ पनि हुँदो रहेछ उहाँ पनि यसरी आउनु भएको थियो तर उहाँको चाहिँ एकदम सुधार छ अरे। घर कहाँ हो दाजु? कहाँ हो? इंडिया हो? इंडियाबाट हो? पटना से आप पटना से कहाँ से? आप पहले ये छोड़ दीजिए एक बार छोड़ दीजिए पहले आप बताइए आप कहाँ से? इंडिया बिहार से। कहाँ से बिहार? पटना से। पटना कहाँ से? पटना पे तो है ठीक है। पटना कहाँ मतलब होता है ना वो अपना गांव का नाम होता है ना। हाँ पटना मेन थोड़ा जोर से बोलो ना थोड़ा जोर से बोलो। रघुनाथपुर यो भाइको नाम चाहिँ हुन्छ नि अब भाइको नाम के हो सुन्नु न भाइको नाम के हो? केडी कुमार यहाँ राखेको नाम होला उसले उहाँले ए कुन्दन हो। ए कुन्दन भाई पहले बात करो ना मेरे से। आप बात क्यों नहीं कर रहे? आप प्लीज मैं आपको हेल्प कर रहा हूँ आपका मम्मी पापा है भाई बहन है? कितने भाई बहन है? अब अभी आप नेपाल में कैसे आए? वहाँ से कैसे आए आपको मालूम है? नहीं मालूम है। आप अभी मेडिसिन खा रहे कि नहीं खा रहे? मतलब उसले के बोलिरहेको छ तपाईँले बुझ्नुहुन्न है। हामीले बुझ्न सक्दैनौँ है। बुझ्न चाहिँ बुझिन्छ तपाईँले बुझ्न सक्नुहुन्छ हामीले बुझ्न सक्दैनौँ हामी नयाँ भएर होइन। त्यस्तो छ भनेपछि म तपाईँलाई उहाँको बारेमा सोध्छु नि तपाईँले मलाई डिटेलमा भन्नु न। अब यस्तो अवस्थामा चाहिँ व्यक्तिलाई देखियो होइन उहाँ इन्डियाबाट आउनु भयो अरे उहाँको नि घर गृहस्थी होला होइन उहाँको नि आफ्नो आफन्त होलान् उहाँसम्म पुगोस् भन्ने चाहिँ मेरो धारणा। उहाँलाई देखिसकेपछि त्यस्तै व्यक्तिमा मैले बिहान मैले भने यो होटलमा चाहिँ मैले ल्याएर सानो एकदम चिटिक्क परेको एउटा हाउस रहेछ होइन सानो हाउस चोकैमा रहेछ होइन एकदम सुइटेबल छ हाउस पनि होइन। यहाँ चाहिँ अब मैले खाना खानको लागि उसलाई रोकिदिएको थिएँ तर त्यस्तै अवस्थामा उहाँलाई पनि ल्याउनु भएको अरे उहाँले भनेर चाहिँ मलाई उहाँले जानकारी दिनुभयो है।